उहाँहरूको धर्ममा सर्प भनेपछि एकदम आतंक मचिया छ, शैतानी भन्ने त्यो आतंक मचिया छ। त्यो आतंकको प्रभावले गर्दा उहाँहरू हिन्दूमा पनि सर्पभन्दा बाहेक केही देख्नुहुन्न। यदि त्यहाँ गोरु शैतान हुन्छ भनेको भए गोरुदेखि आतंकित हुने बेला आउँथ्यो, गधालाई शैतान भन्दा गधा नै शैतान भन्ने बेला आउँथ्यो। हामीले सर्प मात्रै त पूजा गर्दैनौँ, प्रत्येक जीव पूजा गर्छौँ नि। हामी गाई तिहारमा गाई पूजा गर्छौँ, गोरु तिहारमा गोरु पूजा गर्छौँ। हामीले सबै जीव त पूजा गरेका छौँ। स्वागत छ दिपेन्द्रजी आजको हाम्रो कार्यक्रममा। हस्, धन्यवाद। आजको हाम्रो प्रश्न रहेको छ, हजुर, क्रिस्चियनिटी लगायत अब्राहमिक रिलिजनमा सर्पलाई शैतानको रूपमा चित्रण गरेको पाइन्छ, तर सनातन धर्ममा भने सर्पलाई ईश्वरीय रूप लिँदै नाग पूजा गरिन्छ। वास्तवमा सर्प शैतान हो कि ईश्वरीय हो? तपाईँलाई चाहिँ के लाग्छ त, सर्प चाहिँ शैतान होला कि ईश्वरीय होला त? हाम्रो सनातन धर्म अनुसार चाहिँ हामीलाई ईश्वरीय रूपमै, वैज्ञानिक दृष्टिकोणबाट हेऱ्यो भने एउटा के हो, जीव हो। जीव हो, हुन चाहिँ यो जीव हो। तर अब यसलाई हामीले ईश्वरीय मान्ने कि शैतानी मान्ने, त के मान्दा चाहिँ ठिक होला त? हाम्रो चाहिँ के मान्यता हो भन्दाखेरि, हामीले यदि मान्ने नै हो भने किन शैतानी मान्नु एउटा जीवलाई, होइन? ईश्वरीय नै मान्दिनँ नि, किनभने ईश्वरको सृष्टि हो यो। सर्प पनि त ईश्वरले बनाएको हो। अरू जीव जस्तै गाई गोरु या त अरू बाँदर, होइन, अरू जीव जस्तो चाहिँ यो चाहिँ एउटा जीव भयो, सर्प बाघ, होइन, त्यस्तै एउटा जीव भयो, सामान्य जीव भयो। अब मान्ने नै भइदिइसकेपछि हामीलाई चाहिँ के लाग्यो भन्दाखेरि, मान्ने नै भइसकेपछि ईश्वरीय मान्दिने, होइन, किनभने ईश्वरको सृष्टि हो नि त ऊ पनि त। भनेपछि किन हामी शैतान मान्ने? अब फेरि विशेष सर्पको मात्रै होइन, अरू पनि जीव जन्तु छन्, होइन? अब अरूलाई पनि शैतान भन्न थाल्नुपर्ने हुन्छ फेरि, होइन? नत्र अब यो विषय होइन कि अब तपाईँले भन्नुभयो जस्तो अब्राहमिक रिलिजनहरूमा, क्रिस्चियनिटी या मुस्लिमहरू लगायतका धर्महरूमा चाहिँ त्यहाँ चाहिँ शैतान मानिन्छ, होइन? अब एउटा अब सर्प भन्ने बित्तिकै उहाँहरूको सशङ्कित हुने अवस्था पैदा भयो, होइन? शङ्का लाग्ने भयो। सर्प भन्ने बित्तिकै शैतानी भन्ने धारणा बन्थ्यो कि, होइन? जबकि हुन त एउटा जीव हो, साधारण जीव हो। वैज्ञानिक दृष्टिकोणबाट हेर्ने भने त एउटा साधारण जीव हो, तर त्यसप्रति सशङ्कित हुने, अनावश्यक चाहिँ भ्रम पैदा हुने चान्स भयो कि, घृणा पैदा हुने चान्स भयो, होइन? एउटा जीव, एउटा सामान्य सर्पलाई चाहिँ घृणाको नजरले चाहिँ हेर्ने चाहिँ दृष्टिकोण चाहिँ भयो, त्यहाँ उत्पत्ति भयो। अब यो विषय छ कि, होइन, हाम्रो चाहिँ के मान्यता हो, प्राचीन मान्यता भने सनातन मान्यता, यहाँको परम्परामा चाहिँ हामी जीवलाई किन घृणा गर्ने, किन कुनै जीवलाई हामी शैतानी भन्ने, होइन? कि त बाँकी जीव पनि शैतानी भन्नु पर्यो, होइन भने एउटा जीवलाई टार्गेट गरेर चाहिँ हामीले एउटालाई चाहिँ किन शैतान भन्ने त, होइन? घृणा किन गर्ने भन्दा अब शैतान भन्नुको परिणाम के भयो र ईश्वर भन्नुको परिणाम के भयो हेरौँ है त। जस्तो शैतान भन्दा के भयो, उहाँहरूमा घृणा पैदा भयो, होइन? जीवनभर अपमान गर्नुभयो। अब उहाँहरूको धर्ममै के भयो, घृणा, सर्पलाई घृणा गर्नु धर्म जस्तो भइदियो। अब हामीले के भन्यौँ, ईश्वरीय मान्यौँ, नाग देवता भन्यौँ, नागेश्वर भन्छौँ, होइन? नाग ईश्वर हो, ईश्वरको अंश हो, होइन? नाग देवता हो भन्यौँ। अब हामीले के गर्यौँ, हामीले रेस्पेक्ट गर्यौँ कि, हामीले सम्मान गर्यौँ, हामीले प्रेम गर्यौँ। जस्तो अरू जीवलाई, नाग मात्रै त होइन, अब उहाँहरूले जस्तो चाहिँ अब उहाँहरूको दृष्टिकोणबाट हेर्दा हामीले चाहिँ नाग पूजा गरे जस्तो देखियो, सर्प मात्रै पूजा। तर हामीले सर्प मात्रै त पूजा गर्दैनौँ, प्रत्येक जीव पूजा गर्छौँ नि। हामी गाई तिहारमा गाई पूजा गर्छौँ, गोरु तिहारमा गोरु पूजा गर्छौँ। हामीले सबै जीव त पूजा गरेका छौँ भन्दाखेरि हामीले एउटा सर्पलाई चाहिँ किन शैतान भनिदिनु पर्यो भन्ने क्वेसन हो कि, होइन? अब उहाँहरूको धर्मले शैतान भन्थ्यो, शैतान भन्दैछ सर्पदेखि नै अब चाहिँ के भन्छ, ल हेर यहाँ त सर्प छ, त शैतान रे भन्ने धारणै बदलियो कि, होइन? तर अब हामीले के गर्यौँ भन्दाखेरि, हामीले प्रत्येक जीव जस्तै एउटा जीव मान्यौँ र हामीले चाहिँ सबै जीवलाई जस्तै उसलाई पनि पूजा गर्यौँ, होइन? भन्दाखेरि रेस्पेक्ट गर्यौँ। र अब वैज्ञानिक दृष्टिकोणबाट हेर्दा पनि यो कुनै शैतान या त होला, ईश्वर जस्तो नलाग्ला, तर शैतान त हुँदै होइन, अरू जीव जस्तै जीव हो। यो सर्पलाई चाहिँ यो क्रिस्चियनिटीमा र त मुस्लिममा पनि को विषय आउँछ। शैतान भन्ने चाहिँ अब्राहमिक रिलिजनहरूमा चाहिँ, होइन, एउटा कथा प्रसङ्गवश चाहिँ एउटा कथा क्रिस्चियनिटीमा भन्यो भनेदेखि एडम र इभसँग चाहिँ जोडिएको छ। उहाँहरूको प्रसङ्ग छ कि, जस्तो ईश्वरीय बगैँचाको प्रसङ्ग आउँछ कि त्यहाँ चाहिँ सर्पले आएर चाहिँ एडम र इभलाई बहकायो र नखानु, ईश्वरले नखानु भनेको चाहिँ फल खान प्रेरित गर्यो। त्यो ईश्वरले भनेको फल खाएपछि पाप सुरुवात भयो, त्यहाँबाट चाहिँ श्राप सुरुवात भयो भन्ने चाहिँ पापको चाहिँ उनीहरू प्रतीक मान्नुहुन्छ उहाँहरूको चाहिँ, होइन? भनेपछि त्यो नखानु भनेको फल खान लगायो, बहकायो, खा भन्यो, अनि त्यसपछि इभले खाएपछि एडमले नै खायो, खाएपछि पापको सुरुवात भयो, नखानु भने फल खाएपछि भन्ने चाहिँ त्यहाँ प्रसङ्ग छ। तर विषय के हो भन्दाखेरि, त्यो त अब सर्पले आएर बोले पनि आजसम्म हामीलाई थाहा छैन, होइन? आएर बहकाएको त प्रसङ्ग छैन नि त। ल त यो खा उखा भनेको बहकाएको त आजसम्म कुनै पनि कतै पनि प्रमाण त हामीले देख्दैनौँ। कुनै बेला ल ठिक छ, शैतान पनि सर्प शैतान भयो, तर त्यो कुनै एउटा सर्प होला, सबै सर्प त शैतान होइन होला। त्यो त भदौमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ भने जस्तो हो। के भयो भने त्यो एउटा कथाले चाहिँ मेन्टालिटीमा चाहिँ प्रभाव पैदा गरिदियो कि,
जस्तो चाहिँ सर्पले बकाउँछ भने जस्तो पापको प्रतीक भयो त्यहाँ चाहिँ। तर यहाँ चाहिँ हाम्रो चाहिँ धर्मको प्रतीक छ। फेरि हाम्रो धर्ममा धर्म सिकाउनलाई सर्पकोलाई उदाहरण मानिएको छ, प्रयोग भएको छ भनेपछि अब उहाँहरूको दृष्टिकोणबाट हेर्दा फेरि यहाँ अहिले भ्रम पैदा के भइरहेको छ, शैतानी धर्म रहेछ। किनकि यहाँ त सर्प रहेछ भन्छ। अब सर्प मात्र होइन, यहाँ गाई गोरु सप्तक छ। तर उहाँहरू चाहिँ के भन्नुभयो, उहाँहरूको चाहिँ धारणै कस्तो भइदियो भने केवल सर्प केन्द्रित भइदियो क्या। किनभने उहाँहरूको धर्ममा सर्प भनेपछि एकदम आतंक मच्या छ, शैतानी भन्ने त्यो आतंक मच्या छ। त्यो आतंकको प्रभावले गर्दा उहाँहरू हिन्दूमा पनि के देख्नुहुन्छ, सर्पभन्दा बाहेक केही देख्नुहुन्न। भनेको विष्णुसँग लगेर शेषनागमा बसिया छ, शिवको गलामा शेष वासुकी नाग छ, लौ यी त शैतान रहेछन् भने जस्तो अर्थ लाग्थ्यो कि। जबकि त्यहाँ शिवसँग त साँडे पनि छ, गोरु होइन। त्यहीँ चाहिँ दुर्गाको वाहन सिंह पनि छ होइन। त्यहीँ गणेशको वाहन मुसो छ कैलाशमा। भनेपछि अब भगवान अब शिवसँग त अरू अरू जीव पनि छन्, सबै जीव जन्तु उसका हुन्, त उसँग हुन्छन् त सर्प पनि उसँगै छ। सबै जीव हुनु हुने, सर्प हुनु नहुने भन्ने के छ? सर्प मात्रै त छैन हिन्दू धर्म सनातनमा। तर पनि के हुन्छ भन्दा सर्प मात्रै छ जस्तो चाहिँ उहाँहरूको चाहिँ ध्यान कहाँ गयो, केवल सर्पमा गइदियो कि। त्यो उहाँहरूको आफ्नो व्यक्तिगत आतंक चाहिँ उहाँ पुग्यो। त्यो भएर शैतानी भन्ने धारणा पैदा भयो। भनेपछि एउटा सशङ्कित अनावश्यक चाहिँ शङ्का पैदा हुने विषय आयो। अब हिन्दू धर्ममा चाहिँ भयो भनेदेखि के हुन्छ, अब उहाँहरूले पापको प्रतीक मान्नु भएको थियो होइन। हाम्रो चाहिँ धर्म सिकाउने माध्यम भएको छ, धर्म नै सिकाउन प्रयोग भएको छ भनेपछि धार्मिकताको लागि हो होइन। तर अब यहाँ के छ भन्दा शैतानी भन्ने विषयले चाहिँ यहाँको ईश्वरीय जुन धारणा छ अथवा चाहिँ ज्ञान छ, सत्य र धर्मको ज्ञान जुन सर्पलाई प्रयोग गरेर बताएको छ, त्यो ज्ञान पनि अपमानित भयो होइन। सर्प शैतान हो भन्ने मान्यताले गर्दा यहाँको धार्मिक ज्ञान पनि अपमानित हुन पुग्यो। जबकि त्यहाँ त धर्म र सत्य सिकाएको हो, यो सर्पलाई प्रयोग गरेर पनि धर्म र सत्य नै सिकाइएको थियो भन्दा त्यो ज्ञान पनि अपमानित भयो। किनकि गलत भ्रम पैदा भयो कि सर्प शैतानी हो भने। अब सर्प ईश्वरसँग भइहाल्छ नि, सबै जीव ईश्वरसँग भएपछि सर्प चाहिँ ईश्वरसँग हुनु हुँदैन भन्ने के छ त? भने ईश्वरीय ढङ्गबाट पहिला चाहिँ सम्मान गरेको छ। नाग पूजा छ, नाग देवता भन्ने प्रसङ्ग छ। तर अब यसको मतलब यो होइन कि हिन्दूमा पुरा सबै नागहरूलाई पोजिटिभ रूपमा लिएको छ, होइन। नेगेटिभ पनि उदाहरणहरू छन्। जस्तो चाहिँ भगवान विष्णुको चाहिँ शेषनाग भयो, यो चाहिँ ईश्वरीय नागको विषय भयो। शिवको गलामा भएको वासुकी नाग ईश्वरीय नाग भयो होइन, यो शैतानी होइन, यो चाहिँ ईश्वरीय नाग भयो। तर अब अर्को चाहिँ के भन्छ, जुन चाहिँ कालिया नागको विषय आउँछ, कृष्णले युद्ध गरे प्रसङ्ग यमुना नदीमा, त्यसलाई चाहिँ अलिक नेगेटिभ रूपमा देखिएको छ होइन। तक्षक नागका विषयहरू आउँछन्, नेगेटिभ रूपमा देखिएको छ। अघासुरको विषय आउँछ, नेगेटिभ रूपमा देखिएको छ। भनेपछि हाम्रो चाहिँ धारणा के भन्दा खराब र सही दुवै प्रकारका हुन सक्छन् होइन। यदि भन्ने नै हो भने धर्मले पनि त सही र खराब दुवै हुन्छन् भन्ने खालको चाहिँ धारणा चाहिँ छ नि त। तर उहाँहरूकोमा चाहिँ के भयो, केवल खराब मात्रै हुन्छ भन्ने धारणा भएर सशङ्कित भएर चाहिँ लौ सर्प देखियो कि लौ त यी त शैतानी धर्म रहेछ भन्ने स्थिति पैदा भयो। तर हामी चाहिँ के भन्छौँ भने जब ईश्वरको सृष्टि हो नि त सर्प पनि अरू जीव जस्तो, त्यसैले ईश्वरीय पनि हुन्छन्, ईश्वरीय नाग पनि हुन्छन्। तर उहाँहरूको चाहिँ के छ, ईश्वरले पैदा चाहिँ गर्यो तर ईश्वरसँग सम्बन्ध छैन भने भ्रम पैदा भयो। जबकि हामी भन्छौँ कि प्रत्येक जीव जन्तुको ईश्वरसँग सम्बन्ध छ। विज्ञानको दृष्टिकोणबाट हेर्दा चाहिँ यसको चाहिँ पर्यावरणीय भूमिका छ भन्छ, पर्यावरणको सन्तुलनको लागि चाहिँ यसको भूमिका छ भन्छ। भन्दा पर्यावरणीय वातावरणीय सन्तुलनको लागि यदि सर्प आवश्यक छ भने यो शैतान त कसै गरी भन्न मिल्दैन। किनभने प्रकृति सन्तुलित हुँदैन यदि सर्पको अभावमा प्रकृति असन्तुलित हुन्छ भन्छ भने त प्रकृतिमा चाहिँ रोगहरू, नयाँ नयाँ रोगहरू उत्पत्ति हुन्छन् यदि सर्प भएन भने होइन। सर्पको भूमिका चाहिँ यदि सर्पको भूमिका चाहिँ रहेन भने त भन्दा पर्यावरणीय सन्तुलनको लागि यदि सर्प आवश्यक छ भने सर्पलाई शैतान भन्ने कुरा रहेन, ईश्वरीय नै भन्ने भयो। किनकि ईश्वरीय सृष्टि जोगिनलाई सर्पको भूमिका छ भनेपछि हामीले त्यही भएर नै हामीले सधैँदेखि चाहिँ सर्पलाई चाहिँ पूजा गर्ने, सर्प चाहिँ नागपञ्चमी जस्तो चाहिँ पर्व हुने होइन भन्दा हामी चाहिँ सर्पको संरक्षण गर्छौँ। जबकि अब अहिले क्रिस्चियनिटी भन्न त धार्मिक रूपमा त शैतान भन्छन्, तर पश्चिममा पनि अहिले यो चेतना पैदा भएको छ कि वातावरणीय सन्तुलनका लागि सर्प आवश्यक रहेछ भन्ने जब चाहिँ त्यहाँबाट बुझ्न थाले त पश्चिममा पनि सर्प संरक्षणका कार्यक्रमहरू आयोजना गरिरहेका छन्। हाम्रो भन्दा बढ्ता त उनीहरूले संरक्षण गरिरहेछन् त अहिले पश्चिममा। भनेपछि अब हुन चाहिँ क्रिस्चियनिटीको धर्म मान्ने एउटा पक्ष भए, तर विज्ञान मान्नेहरूले त्यहाँ पनि सर्प संरक्षणका विषयहरू चाहिँ धेरै नै कार्यक्रमहरू आयोजना गरेका छन्। जैविक चाहिँ सन्तुलनका लागि, प्राकृतिक सन्तुलनका लागि, पर्यावरणीय सन्तुलनका लागि सर्पको आवश्यकता भनेर चाहिँ सर्प संरक्षणका विभिन्न कार्यक्रमहरू संस्थागत रूपमा सरकारले चाहिँ त्यहाँ आयोजना गरिरहेछन्, सरकारी तथा संस्थागत रूपमा होइन। भन्दाखेरि अब हाम्रो त धर्मले संरक्षण सदियौँदेखि गर्दै आएको छ। परम्परागत रूपमा हामी चाहिँ सर्प मार्न हुँदैन है, सर्प मार्न हुँदैन है भन्छौँ होइन, पाप लाग्छ भन्छौँ। किनभने पाप किन कसरी लाग्छ भन्दा किनकि जुन चिजलाई अब यदि हामीले सबै भरका सर्प चाहिँ नष्ट गऱ्यौँ भने पर्यावरणमा चाहिँ वातावरणमा असन्तुलन पैदा हुन्छ भन्छ कि वैज्ञानिकले। भनेपछि त्यो त पाप लागे बराबर भयो, असन्तुलन भएपछि त हामीलाई असर हुन थाल्छ, हाम्रो मानव अस्तित्व पनि जोखिममा हुन थाल्छ। त्यो भएर चाहिँ त्यो किसिमको पापको रूपमा हेऱ्यौँ हामीले चाहिँ, किनभने ईश्वरीय विषय हो जीव, त्यो जीवको बिना चाहिँ प्रकृति सन्तुलित हुँदैन भनेर त्यो त ईश्वरीय भयो
होइन। त्यो भएर अब हाम्रो त के भन्छ भने धार्मिक रूपमा भने कथाकै रूपमा हेऱ्यौँ भने पनि जस्तो धर्म रक्षणका लागि चाहिँ शेषनागले चाहिँ अवतार ल्याएको प्रसङ्ग छ। विष्णुले जब जब चाहिँ संसारमा अवतार लिनुहुन्छ त्यति बेला शेषनागले नि मानव रूपमा अवतार लिएर धर्म स्थापना गरे भनेको छ भन्दा धर्म स्थापनामा चाहिँ भूमिका छ भन्छ। यहाँ चाहिँ शैतानी भन्ने धारणा छैन। उहाँहरूको पाप बढाउनलाई भन्छ, तर हाम्रो धर्म बढाउनलाई, धर्म वृद्धि, धर्म स्थापनाको लागि चाहिँ शेषनागको भूमिका छ, वासुकीनागको भूमिका छ। प्रत्येक जीव जन्तुको चाहिँ धर्म स्थापना बराबर भूमिका छ भन्ने चाहिँ हाम्रो धर्म हो। त्यही भएर कुनै पनि प्राणीलाई हामी शैतानी घोषणा गर्दैनौँ, रेस्पेक्ट गर्छौँ। अपमान गर्ने विषय छैन, किनकि एउटा जीवलाई अपमान गर्ने हो भने अब क्रिस्चियनिटीमा यदि त्यहाँ गोरु शैतान हुन्छ भनिदिएको भए गोरुदेखि आतंकित हुने बेला आउँथ्यो, किनभने अब धर्मले भनिदिएको छ। अब त्यो भएपछि त मान्नै पर्यो, भन्छ गोरु शैतान रहेछ भन्ने हुन्थ्यो। गधालाई शैतान भन्दै गधा नै शैतान भन्ने बेला आउँथ्यो। त्यो भएर हामी चाहिँ त्यसलाई चाहिँ एउटा रमाइलो विषय मात्रै लिन्छौँ, किन भन्दा यदि सर्पलाई शैतान भन्यो भने भोलि गधा, गाई, गोरु जेलाई पनि शैतान भन्न मिल्छ। अब कतिपयले त हिन्दूमा चाहिँ जस्तो गाई पूजा गरे भनेर शैतानले गाई पूजा गर्छ पनि त भनिरहेको स्थिति छ। भन्दा सर्प पूजा मात्र होइन कि गाईदेखि नै समस्या भयो, किन भन्दा शैतानमा गाई पूजा गर्छ भन्ने भ्रम पैदा भयो कि जबकि हामी पूजा सब त गर्छौँ। गाई पूजा, कुकुर पूजा, गोरु पूजा, काग पूजा, हामी त कागको नै काग तिहारमा काग पूजा गर्छौँ। भन्दा हामी प्रत्येक जीवको पूजा गर्छौँ, त्यही भएर सर्पको नै पूजा गर्छौँ। हामी प्रत्येक जीवको चाहिँ भूमिकाद्वारा प्रकृति सन्तुलनमा छ, किनकि यो ईश्वरीय घटना हो। प्रकृति सन्तुलित हुनु, त्यसको लागि प्रत्येक जीवको भूमिका छ भन्छौँ। त्यही भएर हामी प्रत्येक जीवलाई पूजा गर्छौँ, प्रत्येक जीव रहनुपर्छ संसारमा भन्छौँ। अब के भन्छ सर्प जस्तो सर्पकै विषयमा भने ढुङ्गा हानिहाल्नु हुँदैन भन्छौँ, होइन। तर उहाँ नबुझ्नेहरूले चाहिँ उहाँहरूको चाहिँ के भयो, एकदम कट्टर चाहिँ धर्ममा चाहिँ के भन्छ शैतान नै हो भने जस्तो अति धारणाले गर्दा सर्प देख्यो कि ढुङ्गाले हानेर मारिहाल्न खोज्ने कि हाम्रो धर्म परिवर्तन गर्ने व्यक्तिहरूमा त्यो अक्सर देखिन्छ हाम्रो देशमा। सर्प देख्ने भने ढुङ्गा हानिहाल्ने, जबकि पश्चिममा त्यो क्रिस्चियनिटी आधुनिक मान्यता चाहिँ होइन रहेछ, यो त प्रकृतिमा त जरुरी रहेछ भनेर सर्प संरक्षण। यहाँ क्रिस्चियन मान्नेहरू शैतान भन्दा ढुङ्गा हान्नुहुन्छ। पश्चिमका क्रिस्चियनहरूले बुझेर चाहिँ के गर्न थाल्नु भन्दाखेरि यो सर्प संरक्षण भयो। लाखौँ अरबौँ करोडौँ अरबौँ डलर चाहिँ सर्प संरक्षणमा चाहिँ उहाँहरूले लगानी गरिरहेको पश्चिममा चाहिँ पश्चिमी मुलुकहरूमा अहिले छ, इसाई राष्ट्रहरूमा। भनेपछि अब शैतानी भन्ने धार्मिक धारणा भयो, होइन। तर त्यो वैज्ञानिक रूपमा चाहिँ पर्यावरणीय भूमिकालाई चाहिँ इज्जत गरेर चाहिँ सर्प संरक्षण चाहिँ गरिँदै आएको छ भनेपछि यो धार्मिक विषय मात्र भयो। त्यसैले हामीले के बुझ्नु पर्यो भने प्रतीक हो, केही कुरा बुझाउनलाई सर्पलाई प्रयोग गरियो होला, धर्म सिकाउनलाई होइन। तर हामीले चाहिँ सर्पप्रति नै शत्रुता गर्नु चाहिँ फेरि ईश्वरीय विद्रोह हुन जान्छ भन्छौँ कि केही कुरा होला सर्पलाई प्रयोग गरेर केही नेगेटिभ कुराबाट बचाउन खोजिया होला, तर त्यो एउटा प्रतीक मात्रै हो। त्यो एउटा चाहिँ टोटल्ली ऐतिहासिक घटना सम्झेर चाहिँ त्यो चाहिँ सर्प नै शत्रु हो भनेर सर्पसँग दुश्मनी गर्नु चाहिँ फेरि ईश्वरीय विरुद्धमा हुन जान्छ भन्छौँ हामी चाहिँ। उहाँहरू सर्पको विद्रोही हुनुभयो, हामी भन्छौँ सर्पको चाहिँ पक्षमा हुनुपर्छ, किनकि प्रकृति सन्तुलनका लागि सर्प आवश्यक छ। त्यो हामीले सदियौँदेखि भन्दै आयौँ। अहिले उहाँहरूले चाहिँ सर्प संरक्षणद्वारा चाहिँ त्यो काम गरिरहनु भएको छ विभिन्न संस्थागत रूपमा। अब हामीले त धर्म परम्परागत रूपमा नै संरक्षण गर्दै आएका छौँ सदियौँदेखि। धर्मले नै सर्प संरक्षण सिकाउँछ। धन्यवाद यहाँलाई आज समय दिनुभयो। हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद।